मेरो नाम युग भण्डारी हो। म बसाइ चाहिँ मेरो पूर्व झापा हो भने अहिले चाहिँ म भक्तपुरमा बस्दै आएको छु। मेरो त्यो जर्नी कस्तो छ भन्दाखेरि मैले पहिला आजभन्दा अराउन्ड 15 इयर्स अगो मेरो मामाको स्टुडियो थियो। मामाले मलाई चाहिँ वेडिङको भिडियो सुटिङ गर्नको लागि लानुहुन्थ्यो सँगै। अनि त्यो लाँदाखेरिदेखि मलाई क्यामेरा सम्बन्धी जानकारी हल्का नलेज पनि थियो। आफूलाई इन्ट्रेस्ट पनि बढ्दै गयो क्या त्यो खिच्दै गइसके पछाडि। अनि अब पहिला त मामा र म दुईजनै जान्थ्यौँ। पछि म एक्लै जान थालेँ एउटा वेडिङहरू सुट गर्नको लागि। अनि त्यो भइसके पछाडि मलाई अलिक यो फिल्डमा चाहिँ इन्ट्रेस्ट जाग्दै आयो क्या। त्यति बेलाहरू हामी त्यो डिबी क्यामेराहरू जसमा चाहिँ क्यासेटहरू रिल हालेर खिच्ने, अनि त्यो क्यामकोडरहरू काँधमा भिरेर खिच्न जान्थ्यौँ हामी। ओएफआईको बारेमा थाहा पाउन चाहिँ म रिसेन्टली बाहिर कुवेतबाट फर्केको हो। अस्ति दिवालीमा फर्केको हो। त्यति बेला फर्किसके पछाडि के गर्ने कसो गर्ने भनेर घरमा सरसल्लाह हुँदै थियो। त्यति बेला मेरो बहिनी यहाँ काठमाडौँमा बस्ने भएकोले उसले कतैबाट रिसर्च गरेर अनि मलाई भनेको थियो। बहिनीको मार्फतबाट मैले चाहिँ मजाले थाहा पाउन पाएँ। इन्भाइरोमेन्ट एकदमै राम्रो, एकदमै फ्रेन्डली इन्भाइरोमेन्ट हैन, एकदमै कोअपरेटिभ, सबैजना एकदमै हेल्पफुल कोअपरेटिभ हुनुहुन्छ। इन्भाइरोमेन्ट इज भेरी भेरी गुड। अब मलाई ठ्याक्कै सिक्न मन लागेको भन्दाखेरि चाहिँ अब त्यो मोसन ग्राफिक्सहरू चाहिँ अलिक ज्यादा सिक्न मन लाग्ने, किनभने भिएफएक्सतिर पनि जाने सोच बनाइरहेको छु नि त मैले। अनि त्यो चाहिँ अलिकति हेल्पफुल हुन्छ कि त्यो हुँदाखेरि भनेर नि पहिला हेर्दाखेरि जब मैले यो फिल्डमा आफूलाई इन्ट्रेस्ट जगाउन थालेँ, त्यो फिल्डमा भिडियो एडिटिङ गर्ने सफ्टवेयर मैले जान्दाखेरि पिनाकल भन्ने सफ्टवेयर थियो। मैले त्यहाँबाट चाहिँ सिकेको, हल्का नलेज लिएको। ज्यादा त्यो आफूले गर्न त गरिँदैन थियो, अरूले चलाएको हेऱ्यो, छेउमा बस्यो है। त्यो भइसकेपछि अनि आफूलाई पनि भित्रबाट इन्ट्रेस्ट जाग्दै गयो। त्यस पछाडि अनि अब अहिले आएर प्रिमियर प्रोको बारेमा थाहा पाउँदाखेरि चाहिँ आफूलाई अझ धेरै सजिलो एडभान्स लेभलमा लगेर भिडियो एडिटिङहरू गर्न सक्ने परेको खण्डमा अब अहिलेसम्मको सिकाइमा हेर्दाखेरि त हामीले सिकेको आधारमा त अब एनी प्रपर्टी भिडियोहरू भयो हैन, हाइलाइट्सहरू कुनै पनि इभेन्टको वेडिङ हाइलाइट्स, इभन नेपाली वेडिङ पनि फुलसम्म गर्न सक्ने क्षमता चाहिँ छ। धेरै कुराहरूमा अलिकति अप्ठ्यारो त भइहाल्छ, किनभने नयाँ टपिक हो, आफूले पहिलेदेखि गरेको होइन, नयाँ टपिक हो। त्यही भएर एज अ होल सबै कुरा सजिलो छ भन्ने पनि छैन, सबै कुरा गाह्रो छ भन्ने पनि छैन। म त एकदमै मेरो त भित्र मनदेखि नै म रिफरेन्स दिन्छु कि यहाँ ओएफआईमा आएर सिक्ने, यहाँको इन्भाइरोमेन्ट, यहाँको टिचर्स, यहाँको एकदमै फ्रेन्डली इन्भाइरोमेन्टले गर्दाखेरि मान्छेले आउने स्टुडेन्टले सिक्न पनि मजाले सिक्ने र टिचर्सहरूले पनि झर्को फर्को नमानिकन जति सोद्धा पनि, जति आफूलाई मिस्टेक हुँदा पनि उहाँहरूले राइट वेमा गाइड गरिदिने, राइट तरिकाले सिकाइदिने। यो सबै हेर्दाखेरि मेरो तर्फबाट एकदमै हाई रिफरेन्स आउँछ ओएफआईमा। अब फ्युचर प्लान त मेरो यसमै बस्ने हो। अब यही भिडियो एडिटिङ सम्बन्धी नै गर्ने हो। मामासँग नै लागेर स्टुडियोमा भिडियो एडिटिङ नै गर्ने, सबै कामै यही गर्ने।